दशैं यो पर्वको कथा वास्तवमा एउटा सामान्य कथा होइन। यो त असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको कथा हो। आज हामी देवी दुर्गाको त्यही साहसिक गाथामा डुब्नेछौँ जहाँ घना अन्धकारलाई चिरेर आशाको एउटा दियो बलेको थियो। ल सुरु गरौँ है त। एकछिन कल्पना गरौँ त, यदि कुनै यस्तो खराब शक्ति छ जसलाई कसैले पनि कुनै पनि हालतमा हराउन सक्दैन भने के होला? हो, यही डरलाग्दो प्रश्नबाट सुरु हुन्छ दशैंको कथा। अनि यही प्रश्नले हामीलाई एउटा महासङ्ग्रामको लागि तयार गर्छ। यो कथाको सुरुवात हुन्छ एक शक्तिशाली असुर राजा महिषासुरको शासनबाट। उसको आतंक यतिसम्म फैलियो कि सारा संसारमा अँध्यारोको छाया मडारिन थाल्यो। महिषासुर उसको नाम जस्तै थियो। उसँग एकातिर भैँसीको जस्तो अपार शारीरिक शक्ति थियो भने अर्कोतिर मानिसको जस्तो धूर्त दिमाग। उसको एउटै सपना थियो, सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो मुठ्ठीमा पार्ने। उसको शक्तिको सबैभन्दा ठूलो राज थियो उसले पाएको एउटा वरदान। कठोर तपस्या गरेर उसले यस्तो वरदान पाएको थियो कि उसलाई कुनै पनि पुरुषले, चाहे त्यो देवता होस् वा दानव, मार्न नसकोस्। हो, यही वरदानले उसलाई अझै बनायो र उसको अहङ्कार आकाशभन्दा पनि माथि पुग्यो। महिषासुर आउन अघि संसार कस्तो थियो? स्वर्गमा देवताहरू शान्तिले बस्थे, पृथ्वीमा सन्तुलन थियो। तर उसको आतंकले सबै कुरा तहसनहस बनाइदियो। आकाशमा कालो बादल मडारिन थाल्यो, नदीहरूमा छाल उर्लियो र देवताहरूलाई आफ्नै घर स्वर्गबाट निकालियो। तर जब सबैतिर निराशा र अन्धकार मात्रै थियो, त्यही बेला कथाले एउटा नयाँ मोड लिन्छ। देवताहरूले हार मानेनन्। उनीहरूले एउटा यस्तो दिव्य समाधान निकाले जसबाट एक शक्तिशाली देवीको जन्म भयो। सबै आशा मरिसकेको थियो। पराजित र असहाय देवताहरूका लागि यो अन्तिम उपाय थियो। उनीहरू सबैले आफ्नो सम्पूर्ण दिव्य शक्ति र तेजलाई एकै ठाउँमा केन्द्रित गरे र त्यसबाट एउटा प्रचण्ड शक्तिशाली प्रकाशपुञ्ज निस्कियो। हो, त्यही दिव्य अग्निबाट जन्म भयो ब्रह्माण्डकी माता देवी दुर्गाको। वहाँ महिषासुरको अहङ्कार र अत्याचारको जवाफ हुनुहुन्थ्यो। अतुलनीय सौन्दर्य र प्रचण्ड शक्तिकी प्रतीक जो त्यो अन्धकारलाई मेटाउनकै लागि प्रकट हुनुभएको थियो। देवी दुर्गा एक्लै हुनुहुन्थेनन्। उहाँमा सम्पूर्ण देवताहरूको शक्ति समाहित थियो। उहाँका 10 हातमा अलग अलग देवताहरूका शक्तिशाली अस्त्र थिए। शिवजीको त्रिशूल, विष्णुको चक्र, इन्द्रको वज्र र गर्जिरहेको सिंहमा सवार उहाँ सबै देवताहरूको एकीकृत शक्तिको साकार रूप हुनुहुन्थ्यो। र यसरी सुरु भयो त्यो ब्रह्माण्डीय महासङ्ग्राम, त्यो युद्ध जसले स्वर्गदेखि पातालसम्म सारा संसारलाई नै हल्लाइदियो। यो युद्ध 1-2 दिन होइन, पुरै 9 रातसम्म चल्यो। जब दुर्गाले महिषासुरलाई युद्धको लागि चुनौती दिनुभयो, तब सुरु भयो त्यो भयङ्कर लडाईँ। 9 दिन र 9 रातसम्म चलेको त्यो घमासान युद्धले स्वर्ग र पृथ्वी दुवैलाई थर्काइदियो। जब महिषासुरलाई लाग्यो कि उसले सिधा लडाईँमा जित्न सक्दैन, उसले छलको सहारा लियो। ऊ आफ्नो रूप बदल्न थाल्यो। कहिले विशाल दैत्य बन्यो, कहिले शक्तिशाली हात्ती, त कहिले आफ्नो असली रूप यानि भैँसीको रूपमा आयो। तर दुर्गाको अगाडि उसको कुनै पनि चाल टिकेन। उहाँले उसको हरेक रूपलाई ध्वस्त पारिदिनुभयो। यो युद्ध दिन प्रतिदिन झन भीषण हुँदै गयो। पहिलो दिनको चुनौतीसँगै सुरु भएको सङ्घर्ष 8औं दिनसम्म चल्यो। 9औं दिन, जसलाई हामी महानवमी भन्छौँ, त्यो दिन युद्ध आफ्नो चरममा पुग्यो र सबैलाई थाहा थियो 10औं दिन विजयादशमीमा अन्तिम प्रहार हुनेछ। र त्यो क्षण आयो जब महिषासुर फेरि एकपटक भैँसीको रूपमा आयो। देवी दुर्गाले आफ्नो त्रिशूलले उसको छातीमा प्रहार गर्नुभयो र एकै प्रहारमा उसको अत्याचारको सधैँका लागि अन्त्य भयो। त्यो लडाईँ त सकियो, तर त्यो विजयले संसारमा कस्तो प्रभाव पार्यो र हामी आज त्यसलाई कसरी मनाउँछौँ? अब यसको विरासतको बारेमा कुरा गरौँ। यो कथाको सबैभन्दा ठूलो र शाश्वत सन्देश के हो भने असत्य र अहङ्कार जतिसुकै शक्तिशाली देखिए पनि त्यसको आयु लामो हुँदैन। अन्तमा विजय सधैँ सत्य र धर्मको नै हुन्छ। ओह, यही महान विजयको सम्झनामा आज हामी दशैं मनाउँछौँ। परिवारहरू एकसाथ भेला हुन्छन्। ठूलाबडाको हातबाट टीका र जमराको आशीर्वाद लिइन्छ। आकाशमा चङ्गा उडाइन्छ, पिङ खेलिन्छ। यो वास्तवमा त्यो साहस र भलाइलाई फेरि एकपटक सम्झने समय हो। दशैंमा एउटा गहिरो विश्वास लुकेको छ कि देवी दुर्गाको त्यो शक्ति,
त्यो साहस आज पनि यो धरतीको रक्षाका लागि हामीसँगै छ। यो पर्वले हामीलाई हरेक वर्ष यही कुरा याद दिलाउँछ कि जस्तोसुकै अन्धकार किन नहोस्, आशाको एउटा किरण सधैँ बाँकी रहन्छ। र अन्तमा एउटा प्रश्न छोडेर जान चाहन्छु। साहस र विजयको यो प्राचीन कथाले हामीलाई आजको समयमा आइपर्ने आधुनिक चुनौतीहरूको सामना गर्न के सिकाउँछ होला? सोच्नुहोला।